यो कांग्रेस पार्टीको हालत हेर्नु न तपाईँ। एका पार्टीले चलाएको छ अरे, पार्टी हो र यो त गुट हो नि, यो त प्राली हो, यो प्राइभेट लिमिटेड कम्पनी। यसलाई पार्टी भन्दैन, यसलाई डेमोक्रेटिक पार्टी भन्दैन। अब नेपाली कांग्रेस प्राइभेट लिमिटेड। अब माथिपट्टि अरू दुईवटा नाम जोड्दा नि हुन्छ, 2-3वटा नाम होइन, अहिले त्यो छोडौँ। चन्द्र भण्डारी जस्ता मान्छेहरू के गर्दैछन्? डम्बरू बजार भन्नु परेको छ। जो क्लिन मान्छेहरू छन् मार्केटमा, जसले सेटिङ गरेर पैसा दिन सक्छ, जो आफ्नो विश्वास पात्र हो, त्यसलाई मात्रै चाहिँ ठाउँ दिने हामीले देखेनौँ। यो होइन भने प्रदेशको सरकार के हो? हामी शेरवारदालाई पनि सोध्न चाहन्छौँ। मैले सुनेको के छ भने इन्टरनेसनल एयरपोर्टमा यति मात्रै काम हुँदैन, स्मगलिङ हुन्छ भन्ने सुनिरहेको छु मैले। भुटानी शरणार्थीको फाइल खोल्ने दम छ? म च्यालेन्ज गर्छु। जो मान्छेहरू आज जेलमा राखिएको छ नि, तिनीहरू त भरिया हुन्। र मलाई शङ्का के छ भने उनीहरूलाई कुनै न कुनै बाहनामा जेलभित्र मारिन्छ कि भन्ने छ मलाई। भुटानी शरणार्थी काण्ड मेरो क्षेत्रको काण्ड हो। धेरै कुरा मलाई पनि थाहा छ, तर मैले कति कुरा बोल्न सक्दिनँ। तपाईँलाई म नामै लिएर भनिदिनुपर्छ भने